भएछ अरे। अनि त्यसलाई चाहिँ ससुरालीको एकदमै याद आएछ अरे। अनि ऐ बुढा हिँड ससुराली भनेछ अरे। अनि हुन्छ त केही कसैले त लगिदिनु पर्यो। त्यहाँ बुवालाई मनपर्ने खसीको भुँडी काटिरहेको छ, त्यही लिएर जाउँ भनेछ अरे। हुन्छ भनेर अनि ल अनि तिनीहरूले लिएछन्। अनि त्यसले चाहिँ लिएर हिँडिरहेको छ घर। त ससुराली पुग्न लागिसकेको छ। ऐ मेरो हात दुखो ले भनेछ अरे। अनि हुन्छ भने अनि त्यो चाहिँ छिट्टै हिँडेर ससुराली पुगेछ अरे। बुवा नमस्कार भनेछ अरे। नमस्कार छोरी खै भन्दाखेरि चाहिँ छोरी भुँडी बोकेर आउँदैछ भनेछ अरे। ल अब म 3टा उसको जोक्स